हेलो हेलो के छ मेरो गाइजहरू के छ आरामै हुनुहुन्छ फेरि आज पनि हिजो अस्तिको जस्तै भ्लगमा वेलकम छ ल आज मेरो भ्लग यो बाटोमा बन्दैछ यस्तो ठाउँहरू छ है गाइज गाह्रो छ है जाडो भए पनि एकदम जापानको मान्छे जापानको तातो पानीको मूल उम्लिने मूल पानी यता पुरै है माथितिर डाँडा छ डाँडाबाट सर्लकै झर्छ है गाइस यहाँ पानी तातो पानीको मूल है शेयर एन्ड सब्सक्राइब जरुर गरिदिनु होला गाइज हजुरको लागि यति मेहनत गरेर म यहाँ यस्तो जाडोमा वालामा हिँडिराखेको छु ल हाम्रो यता दिनेजी हुनुहुन्छ लाइक र सेयरको बटन जरुर दबाउनु होला सेयर र यस्तो छ है यता सच्चु यस्तो छ है गाइस हिउँ पुरा हिउँ स्की यहाँ जाडोले अति गरिदियो यहाँ हिउँमै हिँड्न गरिएको छ फेरि जापानिजहरूले कुसाचु माची पनि भन्छन् फेरि यहाँ त हिरागाना काताकाना मात्रै सिकेर भन खान्जी पनि अलग हुन्छ माछीको खान्जी अलग कुसाचुको अलग कठिन छ गाइज कठिन जापानको लाइफ कोही नयाँ मान्छे आउँदै हुनुहुन्छ मिहिनेत गर्नु होला खान्जीमा विशेष भाषा चाहिँ एकदम बनाएर आउनु होला हो पार्यो वापस जाम अब वापसै जाम के भएर ए ल निस्किने ठाउँ नि अलिअलि गर्नुपर्छ यस्तो पुरै लिनु भएको छ त म लिन्छु ल है गाइज यस्तो छ स्थिति पुरै नाजुक छ है यता नि हेर्नुहोस् पुरै हिउँको पहिरो जान्छ है गाइज यहाँ हिउँको पहिरोले लडाउँछ मान्छे यहाँ विचार गरौँ है गाइज विचार गरौँ यता पोखरी छ है गाइज यो आइसको पोखरी है गाइज यो यतातिर लाइटिङ पनि छ अलिकति सानो छ है जे भयो नि यो पुरै राति फेरि बवाल चकित पार्छ नि यो लाइटले फेरि यस्तो उज्यालो पार्छ यो माथि डाँडा सर्लकै देखाउँछु अहिले मात्र त्यति त्यो लाइट त्यो डाँडा पुरै उज्यालो हुन्छ नि यता माथितिर खास यसको इमी त मलाई थाहा भएन होइन जे भयो नि उसको पावर चाहिँ डेन्जर हुन्छ राति प्राकृतिक सुन्दरतामा जापान पनि कमी त छैन नेपालमा छैन नेपाल यिनीहरूको हेर्नु विकास यस्तो यस्तो टेक्नोलोजी पुरै सबै पुरै यस्तो यस्तो ठाउँमा पनि टेक्नोलोजी ल्याएर त्यहाँ कस्तो टेक्नोलोजी जडान गरेको छ होइन ल है गाइज एकछिन है गाइज एकछिनमा कुरा गर्छु ल म ल है गाइज यहाँको अब केटाकेटी स्कुल यो हो बच्चाहरू पढाउनु ल्याउने यहाँ हो विकास भनेको त यस्तो पो हुनुपर्छ यो है गाइज विकास भनेको यस्तो हुनुपर्छ अरे हाम्रो दिनेशजीले पनि सपोर्ट गर्नुभएको छ ल है यस्तो छ हिउँ परेर बिजोको अवस्था अब बिस्तारै हिउँ पग्लिँदै ठिक ठाउँमा आउनु लाग्छ यस्तोहरूको चाहिँ गाइज यहाँ चाहिँ हामी केबल कार चढ्न भनेर आएको आज चाहिँ अलि ढिलो भएछ गाइज अब भोलि हामीलाई है गाइज यहीँ नजिकै फेरि 5 मिनटमा आइन्छ ल है गाइज यस्तो छ है हाम्रो गेटबाट हामी यसरी जान्छौँ यता छ हाम्रो
हेलो गाइज स्कीको टाइम ओभर भइसकेछ हामी आउँदाखेरि बन्द भएछ भोलि फेरि हजुरहरूलाई पेस गर्छौँ हामीले टाइममा आएर यो कुसाचुको स्की ठाउँ हो एकदम जापानको चाहिँ नम्बर 1 मा पर्छ यो त्यही भएर हजुरहरूले यो यस्ता प्राकृतिक सुन्दरताले भरिएको देश जापान यहाँ चाहिँ टुरिस्टहरू धेरै हुन्छन् टुरिस्टको सेवाको लागि हामी उपलब्ध नेपालबाट आछौँ झन् टुरिस्टको सेवा गर्ने भनेर ओक्काकुसामा भन्छ यहाँ जापानिज भाषामा निहङ्गोमा आरिगातो गोजाइमास यस्तो छ है गाइज पुरा बन्द भएर बसेको छ आज चाहिँ यस्तो छ होइन यो होटेल प्राइभेटै होला यहाँ कुसासुमाचीको होला यो त यहाँ कुसासुमेहरूको के हुनुपर्ने है यस्तो छ है गाईजी पुरै हामी आज थोरै लेट भएर हाम्रो दिनेशजी यता हिँड्नु भएको छ आज ढिलो भयो सर के गर्ने भोलि बसौँला भन्ने कुरो आयो आज ल है गाईजी यस्तो छ राम्रोसँग हेर्नु होला पछि आइराख्नु पर्ने ठाउँ हो चिनिराख्दा राम्रो हो ल है गाईजी यस्तो छ है हाम्रो कुसाचुमा माथि हिउँ हेर्न जाने कुसाचु ओन्सेन ल है खुल्यो जाउँ ल है स्की खेल्ने ठाउँ है गाईजी ल है गाईजी यस्तो छ है स्थिति पुरै जुम गरेर देखाइदिन्छु गाइज यही त हो सबै छ है ठाउँ यहाँ गाइज प्राकृतिक जस्तै ल है गाइज यस्तो छ ल है गाइज हिजो बियर चाहिँ कतिवटा खानुभयो ए गाइज यस्तो छ है यता के भनेको हाम्रो सिरानी सान जाने बाटो पुरै है गाइज बहिनीको काम थिएन आज छुट्टी सिरानी सानको छेउछाउ है गाइज यो सिरानी सानको छेउछाउ यस्तो छ है गाइज विचार गरौँ कुसाचु माछीमा हुनुहुन्छ होला तपाईँ एकछिन बस्छु बस्ने हो नि ल है गाइज ठिक छ राम्रो हो नि त दिनेशजी हुनुहुन्छ गाइज दिनेशजी पर्वत जिल्ला फ्रम ओके आरिगातो गोजाइमास है गाइज यस्तो छ कुसाचु गुम्बा केन कुसाचु माछी ने यस्तो छ है गाइज ल है गाइज तर हामी यसरी जान्छौँ स्की खेल्ने ठाउँ गाइज यो आज चाहिँ हिउँ परेको छैन गाइज हिउँ नपरेको बेला यसो भित्र बाहिर गर्न सकिन्छ होइन भने बाहिर निस्किन सकिन्न गाइज यहाँ बिजोक हुन्छ बिजोक हिउँ जाडोले यस्तो हुन्छ है गाइज ल है यस्तरी हेलो